हेलो गाइज, मेरो नाम हो सन्दीप चौधरी र तपाईँ सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। तो गाइज, मैले यो नयाँ युट्युब च्यानल बनाएको छु जसमा म नयाँ क्रिएटरहरूको गाइड बनेर देखाउँछु र यसमा म युट्युब आइडी कसरी बनाउने, इमेल आइडी कसरी बनाउने, लोगो कसरी बनाउने, युट्युबको ब्यानर कसरी बनाउने, थम्बनेल कसरी राख्ने, कसरी बनाउने त्यो कुराहरू सिकाउँछु र अझै टेक्निकलको कुराहरू पनि सिकाउँछु। त्यसमा थप जानकारी तपाईहरु कमेन्टमा भन्नुहुन्छ भने म फेसबुक, इन्स्टाग्राम, टिकटकको बारेमा पनि भिडियो बनाएर तपाईहरुको लागि यसमा उपलब्ध गराइदिन्छु। तो गाइज, हामीहरूले यो त बुझ्यो कि म कुन भिडियो बनाउँछु यो च्यानलमा, युट्युबको बारेमा बनाउँछु, यो त सबैले हेर्यो। तर युट्युब के हो, यसको फिचरहरू के छ, यो के काम गर्छ, यो कुराहरू थाहा हुन जरुरी छ भिडियो अपलोड गर्नुभन्दा पहिले। त्यसैले म आज युट्युब के हो भने सबैलाई एक्सप्लेन गरिदिन्छु यसै भिडियोमा। त्यही भएर सबै मान्छेहरू शान्त भएर यो पुरै भिडियो हेरिदिनु होला र बिचमा गएर सब्स्क्राइब पनि गरिदिनु। लु त है गाइज, आऊ अब हामी लाग्छौँ युट्युब भनेको के हो, वाट इज युट्युब। यसको एन्सर छ युट्युब इज अ फ्री ग्लोबली पपुलर अनलाइन भिडियो शेयरिङ प्लेटफर्म ओन बाई गुगल। यो दुनियाँको सबभन्दा बढी चर्चित रहेको एउटा प्लेटफर्म हो जसले भिडियो सेयर गर्छ फ्रीमा। यो एलाउ गर्छ युजरहरूलाई हेर्नलाई, भिडियो अपलोड गर्नलाई, सेयर गर्नलाई, कमेन्ट गर्नलाई, इन्टरेक्ट गर्नलाई धेरै भिडियोहरूसँग। यो एउटा दुनियाँको, यसको सर्च बार सेकेन्ड लार्जेस्ट सर्च बार हो। यो दुनियाँको धेरै ठुलो इन्टरटेनमेन्ट हब पनि हो र यो एजुकेसनमा पनि धेरै अगाडि छ, टर्चलमा छ र एन्ड कम्युनिटी कनेक्सनमा पनि यो निकै काम गर्छ। तो गाइज, यो त थियो युट्युब भनेको के हो, वाट इज युट्युब। अब म अर्कोतिर लागो, फिचर्स अफ द युट्युब प्लेटफर्म। यसको फिचरहरू के छ। युट्युबको पहिलो फिचरमा छ, पहिलो पोइन्ट कन्टेन्ट भ्याराइटी। कन्टेन्ट भ्याराइटीको मतलब के भयो, यसको मतलब भयो युट्युबमा कति भिडियोहरू, कति खालको भिडियोहरू छ, धेरै भ्याराइटीहरूको छ। जस्तैमा एक भ्लगिङ पनि गर्न सकिन्छ, गेम स्ट्रिमिङ पनि गर्न सकिन्छ, हामीहरू मुभी पनि देख्न सकिन्छौँ, म्युजिक पनि देख्न सकिन्छौँ र एजुकेसनल लेक्चर पनि यहाँबाट लिन सक्छौँ र DIY गाइड पनि यहाँ भेटिहाल्छ। अर्को पोइन्ट छ युजर एकाउन्ट्स एन्ड च्यानल। यसको मतलब छ भ्युअर्स क्यान क्रिएट एकाउन्ट्स। कुनै पनि भ्युअर्स, जस्तैमा हामी जस्तै भ्युअर्सहरू पनि आफ्नो पर्सनल एकाउन्ट खोल्न सकिन्छ। यसमा कुनै मनाही छैन। त्यो भिडियो सेभ गर्न सकिन्छ, आफ्नो फेभरेट क्रिएटरलाई सब्स्क्राइब पनि गर्न सकिन्छ एन्ड कमेन्ट पनि छोड्न सकिन्छ र आफ्नो पर्सनल च्यानल पनि खोलेर त्यसमा भिडियो अपलोड पनि गर्न सकिन्छ। ल, तेस्रो पोइन्ट छ युट्युब सर्च। युट्युब सर्च भनेको के हो त। युट्युब सर्च एउटा अ फिचर फर क्रिएटिङ एन्ड भ्युइङ भर्टिकल सर्ट अफ भिडियोज अफ 10 अन्डर अ मिनट लङ। यो एउटा सानो भिडियोको पोस्ट हो। यसमा टिकटक जस्तै भिडियोहरू पाइन्छ र यो 1 मिनटको अन्तरमा समाप्त हुन्छ, त्यसलाई नै सर्ट भिडियो भनिन्छ। तर अब युट्युबको नयाँ नियम अनुसार अब 3 मिनटको सर्ट भिडियोहरू तपाईले हाल्न सक्नुहुन्छ युट्युबमा। अब 3 मिनटको भिडियोसम्मको युट्युब सर्ट भिडियोको रूपमा नै मान्यता दिन्छ। र साथीहरू, अब हामीहरू फोर्थ पोइन्टमा लागोस्। फोर्थ पोइन्ट छ मोनिटाइजेसन। मोनिटाइजेसन भनेको के हो र यसमा के हुन्छ। यसमा के हुन्छ भने जसले जो भ्युअर छ, क्रिएटर छ, आफ्नो च्यानलमा भिडियो हाल्छ, पोस्ट गर्छ, त्यसमा भ्युज आउँछ, वाचिङ टाइम आउँछ, सब्सक्राइबर बढ्छ र यसबाट
पैसा पनि कमाउन सकिन्छ आफ्नो भिडियोको मार्फत। भ्युअर क्यान सपोर्ट क्रिएटर्स डाइरेक्टली थ्रु द च्यानल मेम्बरसिप और टिप्स। यसमा जो भ्युअर्स हुन्छ देख्ने मान्छे त्यसले पनि क्रिएटरहरूलाई कुनै टिप्स दिन सक्छ र मेम्बरसिप दिन सक्छ। अर्को पोइन्ट छ युट्युब प्रिमियम, अ पेड सब्सक्रिप्सन सर्भिस द्याट रिमुभ एडभर्टाइजमेन्ट्स। यसको मतलब भयो युट्युब प्रिमियममा पेड पैसा लाग्छ, यसको सब्सक्रिप्सन लिनलाई पैसा लाग्छ र यसको सुविधा यो छ कि यसमा एडभर्टाइजमेन्ट आउँदैन। इनेबल्स ब्याकग्राउन्ड प्ले अन मोबाइल डिभाइसेस। यसमा युट्युबबाट ब्याक गरे पनि MP3 मा भिडियो चलिरहेको छ र यसमा म्युजिक स्ट्रिमिङ गर्दा एड फ्री हुन्छ। त यो थियो कि फिचर्सहरू युट्युबको। अब यो कसरी काम गर्छ, हाउ इट वर्क्स। यो डाइरेक्ट अपरेट हुन्छ प्लेटफर्मबाट बटम स्ट्रक्चरसम्म। इन्स्टेड अफ भिडियोज बिङ प्रोड्युस इन्टायरली मेजर यो इन्सिस्ट गर्छ कि धेरै ठुलो मेजर टेलिभिजनबाट भिडियो बनाउनु, जसले गर्दा युट्युबमा दिन भिड लाग्दै गर्छ। धेरै दुनियाँभरबाट युजरहरू धेरै भिडियो अपलोड गर्छ, क्रिएटरहरू आफ्नो नयाँ भिडियो अपलोड गर्छ पुरै वर्ल्डबाट। र यसको अल्गोरिदम के हो भने अल्गोरिदम यसको युजर्सहरूको र भ्युअर्सहरूको ह्याबिट चेक गर्छ र यसलाई कुन भिडियो मन पराउँछ कुन भिडियो मन पराउँदैन त्यस्ता भिडियोहरू यसको युट्युब च्यानलमा रेकमेन्डेसनमा आउँछ र जुन भिडियो नट इन्ट्रेस्टेड यिनीहरू लेखिदिन्छ त्यो भिडियोमा त्यो भिडियो आउँदैन। सरी। त फ्रेन्ड्स यो सबै थियो युट्युबको बारेमा। युट्युब के हो, कसरी काम गर्छ, यसको फिचर्स के हो त्यो एक्सप्लेन मैले गरिदिएँ। अब म अर्को भिडियोमा युट्युब एकाउन्ट कसरी बनाउँछ, कसरी लोगो राख्ने, कसरी यसको ब्यानर लगाउने, कसरी के भन्छ अरे कसरी थम्बनेल लगाउने, यो कुराहरू म सिकाउँछु र अर्को कुराहरू पनि सिकाउँछु। जस्तैमा प्रोग्रामिङ के हो, C+ के हो, C के हो, जावा के हो, यो etc यो कुराहरू पनि म यही भिडियो च्यानलमा अपलोड भिडियो गर्छु। यदि तपाईहरू यो कुरामा इन्ट्रेस्टेड हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु। म यो सम्बन्धी भिडियो सधैँ एउटा दुईटा हाल्दै गर्छु। धन्यवाद। त गाइज आजको गल्ती माफ गरिदिनु किनकि आज मेरो पहिलो पटक भिडियो हो, मेरो फर्स्ट भिडियो हो, त्यही भएर अलिकति क्यामेराको अगाडि बोल्नलाई भित्रीबाट निस्किँदैन, त्यही भएर आज अलिकति भुलचुक माफ गरिदिनु। अर्को भिडियोदेखि यस्तो नहोस् भनेर म पुरा कोसिस गर्छु। धन्यवाद।